अनुहार न दनुहार पाण्डव सुनवारलाई भोट हाले। मोरङ क्षेत्र नम्बर 3 का सुकु अहिले छक्क परिरहेछन्। हजारौंलाई डाक्टर पढाए सुनिल शर्माले पढाए हो कि हैन? गरिबका उपचार गरे, दिशा सोर्यो, पिसाब सोर्यो। आज त्यहीको जनताले फेरि सुनिल शर्मा खोज्दैछ 1 महिना पछाडि। तर 5 वर्ष त पाउँदैन। हुन सक्छ फेरि बीचमै 84 मै चुनाव हुन सक्छ, अरु कुरा हुन सक्छ। तर कहिले कहिले म सपना मल्ल प्रधानज्यूलाई के भन्छु भने तपाई नआत्तिनुहोस्। अब तपाईले झन् डटेर न्याय दिनुपर्छ। डटेर रवि लामिछाने जस्ता ठगहरूको मुद्दा तपाईले अब नेपाली जनता अगाडि इन्साफ दिनुपर्छ। ना इन्साफी होइन, इन्साफ दिनुपर्छ। मैले सुनेको यहाँ हामीले तिरेको करले ठगहरूको पैसा बुझाउने अरे सहकारी पीडित बनाएर पैसा खाने ठगहरू। अमेरिकाका चोकमा यिनीहरू महिला राख्ने, पासपोर्ट चारवटा राख्ने, चारवटा नागरिकता राख्ने। अनि भएभरका थारा महिलालाई उहाँ बेद बसेका महिलालाई मुख छाड्न लाउने, यहाँ अमेरिकामा राखेर नि मुख छाड्न लाउने, बोल्न नहुने। अनि यहाँ ठगेको पैसालाई तिर्नुहोस् त हामी बोल्दैनौँ। र रवि लामिछाने रासपाको नेतै ठग हो। यो कुरामा दुई मत छैन। साइबरमा लगेर हाल, म जान तयार फेरि। तर मुद्दा आफ्नो मान्छे त्यो के अरे त्यसको नाम लन्डनको पिआर भएको महाधिवक्ता, लन्डनको पिआर भएको मान्छेलाई ठाडै ल्याएर आज तपाईको चाहिँ नि के भनेछ महाधिवक्ता बनाएको छ। कोही नबोल्ने हेर्नुहोस् त, यो बोल्दाखेरि काम जो छुटेर आउँछ। नेपाल आमामाथि यो साह्रो ज्याचति उ गर्छन्। अनि के भन्ने थाहा छ? यो त स्थानीय तहले गरेको घर भत्काउने काम भनेको छ। दमकमा राम थापाले, मेयरले म सुकुम्बासीको घर भत्काउँदिन भन्दा सिडिओले बोलाएर के भने अरे थाहा छ राम थापालाई? तपाईले भनेर हुँदैन, हामीलाई माथिबाट आदेश आएको छ, तपाईँ यसरी बिचमा त्यो धाँधली नगर्नुहोस्, हामीलाई सहयोग गर्नुहोस्, हामी भत्काउँछौँ भनेर भने अरे सिडिओले। भनेपछि को रहेछ त भन्दा प्रधानमन्त्री को? गृह मन्त्रालय कसको छ? होइन यिनीहरूले अरू काम देखेन नि, यही गरिबमाथि किन देखे? यही मकै पोल्ने, हिजो बाले नहुँदा पनि त्यही फुटपाथका मकै पोल्ने र गरिब खेदे त्यसको कारणले व्यापार चौपट भयो। व्यापारीहरूको हालत बोनी हुन छोड्यो। अनि यसरी ठगहरूले राज्य कहिले चलाउँछ? अनि आफ्नो न्यायाधीश, आफ्ना के अरे त्यसको नाम महान्यायाधिवक्ता यतिको लागिरहेछ नि, त्यो के अरे त्यसको नाम त्यो अध्यादेश ल्याएको। अध्यादेश ल्याउँथ्यौ भने नि तिमीले नेपाली